संविधानको राजा राजा ल्याउने राजा थपने संविधानको भित्र रहन्छ कसरी ल्याउने राजा राजा थपन हामीहरू सबै जानेर ल्याएर गरिदिया लाग्यो अनि हामी सबै गएर दरबारमा गएर ल्याउने उही बानी उही सिंहबारमा झुकाउने मान्ने ल्याएर सिंहदरबारमा राख्ने नाति हुन्छ ज्ञानेन्द्र हुन्न राजाको नाति जी पनि हृदयेन्द्र अनि तपाईँ अहिले राजा ल्याउने पार्टीलाई भोट दिनुभयो कि कसलाई उत्तर प्रदेशमा पालेर राखेका छन् क्या तपाईँले क्या राजा ल्याउने पार्टीलाई भोट दिनुभयो कि अरूलाई भोट दिनुभयो त अहिले चुनावमा क्या राजा ल्याउने भनेरै एग्रिमेन्ट भएर जन गरेको छु कसको एग्रिमेन्ट भएको रहेछ रविसित भयो त रविसित रवि लामी छानेर राजाको एग्रिमेन्ट युवक त चाहिन्छ क्या ल्याउन ल्याउने बेला पनि चाहियो नि अनि के को लाना यहाँ केही खन्नु पऱ्यो खुरुखुरु जाम पक्राएर पताइ जान मन ढुक्छ क्या राजालाई अनि तपाईँलाई कसरी थाहा भयो त एग्रिमेन्ट भएको कसरी थाहा भयो राजा त ल्याउने हो नभए त्यसलाई कसले मजा गर्छ अनि त्यहाँ लाएर हिँड्नु भएको छ त यहाँ हो त्यो लाउनु भएको छ नमानेर भयो त नि युवक चाहिन्छ कि युवक चाहिन्छ क्या राजा ल्याउने ए अनि रविले ल्याउँछन् त अब रविले ल्याउने हामीले ल्याउने कि सबै मिलेर रविलाई सम्झाएर रवि मान्छन् मानिसक्यो त मानिसकेका छन् को कुरा भएछ कसको कुरा भएछ मिटिङमै कुरो भएको थियो अघि त्यहाँ चाहिँ यहाँ जनप्रिय क्याम्पसको उहाँहरू मानेर नै मैले बेलुकी जाने पाएँ कि खालि प्रचण्डले दिन खोज्दैन ओलीले दिन खोज्दैन राजा जन्म अनि त माता कुण्ड धोती होला त बनारसको कि त्यसको त कस्तो भन्ने नेकपा समाजवादी माओवादी भन्ने आइमाईलाई उग्रवादी बनाउने 26 लाख रुपियाँ लिने त माता कुण्ड नेपाल सबभन्दा खराब तिनीहरूले राजा ल्याउन मान्दैनन् रवि लामी छानेको उसले खाए नेपाल खाए सबै भारतका पनि त सबै छन् कि त्यहाँ खालि मोदी छैन मोदी ल्याउन आउँछ भनेपछि अब रविले मान्छन् राजा ल्याउन मान्नै पर्छ नपाए त्यही त पार्टी साथी आउट हुन्छ नि हाम्रो युवकलाई चाहिन्छ क्या युवकसँग चाहिन्छ समुदाय के हुन्छ मानेनन् भने के हुन्छ मानेनन् भने के हुन्छ कसले रविहरूले मानेनन् भने रविको मात्रै देश हो रविको मात्रै देश हो हाम्रो हुने कुरो भन्दाखेरि राजा नल्याउँदा के गल्ती हुन्छ राजा मारेर यस्तो भयो खतम भयो सबै खतम भयो जान्नुभयो प्रचण्डको काहीँ संविधान बनाउने आज हेर्नु नि त गएर किताबमा हेर्नु प्रचण्डको संविधान त्यस्तो नि कहीँ हुन्छ जसले गाई काटेर गयो त्यसलाई संविधान बनाउने नेपालले अब कहिले आउँछ नि त राजा त्यसो भए कति समय लाग्छ समय लाग्छ त तपाईँहरूको उपरमा छ माथि क्यारे दिने तपाईँहरू सब्जीहरू जाने गुड पर्ने